नमस्ते एभ्रिवान। आई होप सबैजना सन्चै हुनुहुन्छ। देश सुनिबुढा थोकी अनि मेरो साथमा साथीहरू हुनुहुन्छ सबिना श्रेष्ठ, रेखा गुरुङ अनि अर्की काशी गुरुङ। कता हेलो गर न काशी गुरुङ। यता 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 राम्रो आएन त्यो त यता हो कि हेलो गर। तिमी भिडियो बनाऊ। हेलो म भिडियो बनाउँदैछु। हेलो गर न सबैले। नाम भन्दिउ त, नाम भन्दिउ न। नाम खोइ त नि। म सबिना श्रेष्ठ। सबिना हो मेरो नाम तर मेरो अनुहार चाहिँ राम्रो भइछ। म रियलमा राम्रो छु भन। म रियलमा राम्रो छु। अनि उले नि काशीले नि, काशीको नाम सुशीला हो, मैले काशी काशी भन्छु। मलाई पनि हेर्न राम्रो देखिरहेछ, रियलमा राम्रो छु। अनि रेखा चाहिँ उता गइन्, रेखा पनि हुन्। कहाँदेखि जाने उता? यहाँबाट बाटो छ। हामी चाहिँ यसो भ्लग गराउँछौँ, हामी नाइट भ्लग। हामी चाहिँ एकछिन इभिनिङ वक गर्ने भएर आएको। यो भुतखेल चाहिँ नजिकै छ हामी बस्नेदेखि। यो चाहिँ भुतखेलको पार्क हो। अनि ओभर एडिट छ कि यो एडिट भएर। यिनी चाहिँ रेखा हो। हेलो गरिदेऊ। भुतिनी त होइन नि, मान्छे नै हो। यिनले चाहिँ बरु भूतलाई भेट्ने भनेर आएको रे, भूतलाई भेटेको छैन यिनले। उसले काशीले कि आउँदैन, यिनले पनि भूतलाई भेट्ने भने उता चौरसा एकछिन सर हान भने हो त फर्किन घुमौँ। अनि यही हो गाइज। तपाईँहरूलाई कस्तो लाग्छ यो चाहिँ मिनी भ्लग हो गाइज। अब यो भ्लग चाहिँ 10 मिनटको मात्र भ्लग हुन्छ, मिनी भ्लग। हेलो गाइज, हामी चाहिँ अहिले ठ्याक्क भुतखेलको यो ग्राउन्डमा आएको छौँ। हामी चाहिँ यहाँ गेम खेल्ने ग्राउन्डमा। त्यहाँ खेल्नु तर पैसा लाग्छ नि। पैसा लाग्छ अहिले छैन नि लाग्छ नि, तर यहाँ प्रोग्राम चलिरहेको छ जस्तो लाग्यो यहाँनिर। बच्चा हामी चाहिँ यहाँ ग्राउन्डमा आइसकेका छौँ गाइज। ल सबजना चाहिँ रमाइलो इन्जोय गरिरहेछन्। मिनी भ्लगमा सब क्याप्चर हौँ। यो मुमेन्टलाई क्याप्चर गऱ्यो भने कुनै दिन याद हुन्छ। यसको लागि चाहिँ सुनिबुढा थियो कि च्यानलमा चाहिँ हेरिहाल है। फेरि सब्सक्राइब हानिहाल अहिले चाहिँ। त्यो भाइ बहिनीहरू दाइ भाइहरू पनि खेलिरहन्। मेरो भ्लगमा आइदेऊ नआइदेऊ यस्तो सब्सक्राइब हानिदेऊ। चाहिँ ग्राउन्डमा त यस्तो रमाइलो भइरहेछ है। तपाईँ पनि हेर्नुहोस्, रमाइलो गर्नुहोस्। त्यहाँनिर चाहिँ पुरा के भइरहेछ, त्यहाँ हेर्न जाऊँ के भइरहेछ। हामी चारजना चाहिँ यसरी टक्क हिँडिरहेछ नि, टक्क लाएर है हामी चारजना। के हेर हेर कति अग्लो देखेको छ हामी। हेर त यहाँ चारजना यस्तो के म्याउ बन्ने त कोही कस्तो म थाहा छैन। भ्याएको त कस्तो यस्तो होला। कस्तो कस्तो बनाउँदा चरा चाहिँ बनाउन आउँछ मलाई यसरी उडेको के। गाइस यहाँनिर चाहिँ रमाइलो पनि भइरहेछ। पछाडि लुडोहरू के खेलिरहेछ नि यहाँनिर। ओ माई गड, गुरुङको कति रमाइलो छ नि साथीहरू। गुरुङ दाईको फेरि के रहेछ अनि यिनले त पुरा यिनीहरू गुरुङ हो नि त दुई बहिनी। अनि यिनी चाहिँ फेरि नेवार हुने। यी गुरुङ दाई उनको गाडी हो। हेर त खुसी भएको छन्। आहै म मात्रै कहाँबाट आएछु कि यिनी गुरुङ यिनी नेवार श्रेष्ठ, म मात्रै कहाँबाट छेत्री जसम्म देखिनँ। फेरि खै खेल्छु हानिदिउ ल। खेल अरू भलिबल खेलाडीहरू भेट्नु भएको छ मेरो भ्लग। सुनि बुढा थिकलाई सब्सक्राइब के हेलो गरिदिनु न भाइ। हेलो अब यहाँ भलिबल सब्सक्राइब गरिदिनु है सुनि बुढा थिकलाई। सुनि बुढा थियो कि ल ल मेरो सबिना चाहिँ भलिबल खेल्ने रे। यस्तो खेल्छिन् रे, हामी दिम खेल्न दिउँ ल। सर्ट हानिदिउँ ल। हाम्रो ह्यान्डसम ह्यान्डसम भाइहरू यहाँ खेलाडीहरू हुनुहुन्छ टक्क लाएर है। यहाँ भलिबल खेल्ने रे ह्यान्डसम ह्यान्डसम भाइहरूले यसो दिदीसँग गेम खेल्ने भनेर। यिनी फेरि खेलाडी हो मेरो साथी सबिना। च्यालेन्ज गरेका छन् दुईजना। ल कस्तो खेल्ने चाहिँ हेरौँ है हामी पनि। होइन यता नि यता आँखामा आउँछ के ल ल केही फरक पर्दैन। ल सबिना श्रेष्ठ हाई हाई, हाम्रो टिमले जित्नुपर्छ ल। ओइ ओइ ल काशी पनि खतरा। काशी ओइ माई गड ओइ ओइ ओहे ओहे ल ल खतरा हो नि त सबिना त फेरि डेन्जर खेलाडी। म पनि खेल्छु कि अलिकति।
सर्भिस ओए ए हान्यो त्यो मिस भयो यिनी पनि खेल्ने रहेछ नि ओए ओ खतरा ग्राउन्डमा त यो गेम खेल्दा छ नि सबिनाहरू डक्क लाएर होइन एकछिन खेलौँ भनेर भाइहरूलाई रिक्वेस्ट गरेर है ओ माई गड हामी त फेरि हेर्ने मात्रै लडी भिडियो गरेर राजु लडिने यस्तै हुन्छ गेममा लड्ने पनि हुन्छ नि त सधैँ काशी कता छिन् के काशीले हानि गेम पनि खेलिसकिन् नि धुलो पनि भइसकिन् ल भाइहरू बाई बाई थ्याङ्क यू सो मच हामी यता जाम के तल दुई गरेर यहाँ अँधेरो हुन्छ यता जङ्गल हुन्छ के वाट्स योर नेम नाम चाहिँ के भाइ ओ हेलो नाम के हो के विशाल अरूको तपाईँको नाम के हो भाइ राजकुमार के हो बोले गुड थ्याङ्क यू है लास्टमा बोले तामाङ आता भने कि ल खुब रमाइलो मान्यौ नि एकछिन लड्यौँ ल हाम्रो मिनी भ्लगमा यस्तै हो गाइस हाम्रो क्याप्चर तर खेल्यौँ नि रमाइलो यस्तो हो ल हामी चाहिँ गयौँ गाइस रिटर्न ब्याक हुँदै गर्दैछौँ सबिना गेम पनि खेल्यौँ हामी चाहिँ हेऱ्यौँ हामी यिनले पनि काशी पनि खेल्यौँ रेखा र म चाहिँ हेर्ने मात्रै बिचरा गेम खेलेर कस्तो हो हामी चाहिँ के हो भने आँखा यसरी गाइज हामी चाहिँ भ्यागुटा अलि राम्रोसँग बसेनौ अरू दुईटा निकाल दुईटा हात मैले गरेँ यस्तो गरेँ कि हात यस्तो बाहिर छ्यान्छ ओ यस्तो हुँदैन हामी भुटकेलदेखि ठ्याक्क बाहिर आउने एक्जिट भयो हामी चाहिँ है 4 जना काशी सोबिना अनि रेखा आर साइलेन्ट टुडे धेरै साइलेन्ट भएको छ यिनी चाहिँ गेम पनि खेल्यो नि लड्ने भन्यो भने कति गरे भन न हेर पारि अगाडि हिँड्या दौड्या यस्तो शरीर चाहिँ बनाउनु पर्छ कि केटा मान्छेले चाहिँ केटा मान्छे फ्लेक्सिबल टक्क अलि बडी भएको डेन्जर खतरा है सबिनाले चाहिँ हाम्रो लिची खनलाई लिची किनेर लिची जुस खाने भन्दै छिन् हामी चाहिँ है लिची जुस खाने रे यसो हामी थकाइ मार्नुलाई भित्रको ल्या हो हैनको ठिकै छ होइन के यो भयो खाना खानामा के खाने अब गाइस यहाँनिर प्लास्टिक देखेर कुकुर भोगिरहेछ लास्टै Cheers! Thank you so much for watching this video. Bye bye guys. Love you all. Subscribe, like, comment, share. No miss you all. Our mini vlog. Bye bye.